हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। हिजो हामी फिटनेस मन्त्रको मर्निङ ग्रुप क्लासबाट हाइकिङ गएका थियौँ। 5:30 मा जम्मा भएर 5:40 मा निस्किने तयारी गर्यौं। बिफोर द्याट केही अमाउन्ट कलेक्ट गर्यौं, बाटोमा केही पर्छ कि भनेर। ल हामी टाइममा नै फिटनेस मन्त्रको पार्किङबाट निस्कियौं। हाम्रो यात्रा चाहिँ मूलपानीबाट वज्रयोगिनी हुँदै मणिच्युतसम्मको हो। हाम्रो स्कुटर सफर चाहिँ एकदमै रमाइलो भइरहेको छ। जति पनि स्कुटरहरू छन् कोइन्सिडेन्टली सबै एन्टक कम्पनीको, त्यसैले एन्टक हेर्दै हुनुहुन्छ भने अर्को पटक हामी हाइकिङ जाँदा स्पोन्सर गर्नुपर्छ है। हे हल्का गफ हान्दिएको। अब भने हामी वज्रयोगिनी पुग्यौं। हाम्रो स्कुटीको यात्रा यहीँसम्म हो। अब भने पैदल यात्रा हिँड्नुपर्छ। हामीले पानी त पर पर्सन 2-2 लिटर बोकेको नै छौँ, तर एक्स्ट्रा 2-2वटा फ्रुटी पनि हामी आफ्नो ब्यागमा हाल्छौँ। अब भने उकालो चढ्नुभन्दा अगाडि वज्रयोगिनीको दर्शन गर्नेछौँ हामी। अलमोस्ट 25 जनाको ग्रुपलाई एकजनाले लिडरसिप गर्नु सजिलो कुरा चाहिँ होइन, किनकि उहाँहरूको रेस्पोन्सिबिलिटी मेरो हातमा हुन्छ। अब जंगलको बाटो हिँड्दा उहाँहरूको सेफ्टी र सिक्युरिटीको बारेमा म स्पष्ट ब्रिफिङ दिनेछु। रुल्सहरू पनि मैले तयार पारेको छु। उहाँहरू सबैले अत्यन्तै डिसिप्लिन वेमा मलाई हेल्प गर्नुहुन्छ भने मैले आशा गरेको छु। अन्तसम्म पनि उहाँहरू यस्तै अनुशासन कायम राख्नुहुनेछ। अलिकति माथि गएर मैले उहाँहरूलाई चकलेट बाँडिदिए, जसले उहाँहरूलाई अभियसली रिफ्रेस बनाउनेछ। अनि मेन कुरा, हामीले खानाहरू चाहिँ सबै घरबाट नै बोकेको छौँ। अब भने हाम्रो हिँडाइ लम्किन थाल्यो। होपफुल्ली मेमोरेबल डे बनाएर आउनेछौँ। हेर्नुहोस् यो खैरे, यसले चाहिँ के गर्छ भन्दा त्यहाँको लोकल मान्छेहरूले भने अनुसार हामीलाई तल वज्रयोगिनीबाट लिएर गएर माथि घुमाइओरी हामीलाई बाटो देखाउँछ अरे। सो सँगै हिँडिरहेको छ है। पुरै बाटो उकालो भएकोले गर्दा लाइट स्न्याक्सहरू खाँदै हिँड्यौँ, जसले बचपनाको ताजगी पनि याद दिलाइदियो, किनकि हामी अलमोस्ट उस्तै एज ग्रुपको छौँ। बाटो चाहिँ अलिकति अप्ठ्यारो भएकोले गर्दाखेरि हामीले एकअर्कालाई सपोर्ट गर्दै हेल्प गर्दै हामी उकालो चढिरहेको थियौँ। ल हेर्नुहोस् त, ऐसेलुको झ्याङमा मेरो बच्चाहरू झुमिनु भएको। उहाँहरूले आफू मात्र खानु भएको थिएन, मलाई पनि टिपेर दिनुभयो। अब भने चौतारीमा आइपुग्यौँ हामी। एकछिन थकाइ मार्यौँ र अब भने फर्स्ट लाइट स्न्याक्स खाने विचार गर्यौँ त्यहाँ बसेर। बाटो कतिपय ठाउँमा राम्रो त कतिपय ठाउँमा अप्ठ्यारो थियो। सो हामीले एकअर्कालाई सपोर्ट गर्दै हेल्प गर्दै रमाइलो गर्दै हामी हिँडिरहेको थियौँ। जहाँ रमाइलो गफहरू भयो, टिकटक भिडियोहरू बनायौँ, फोटोहरू खिच्यौँ, यस्तै हो। बिच बिचमा हामीले हाम्रो बडीलाई हाइड्रेट पनि गरिरहेको थियौँ। त्यो आवश्यकता पनि हो। र अर्को कुरा, त्यहाँको नेचुरल पानी, ओ माई गड। ल हेर्नुहोस् त, उकालो ठाडै नाकै ठोकिन्छ होला हो, र पनि समस्या छैन किनकि हामी रमाइलो गरिरहेको छौँ। कतिपय ठाउँमा त सजिलो बाटो पनि थियो, रहेको फ्रुटी पनि खाँदैछौँ। अब भने नेचुरल चिसो हावा खाने बेला आयो। ल हेर्नुहोस् त, उहाँहरूको अनुहारमा थकाइ भन्दा पनि ह्याप्पिनेस मैले देखिरहेको थिएँ। अनि मलाई गर्व पनि महसुस हुन्छ उहाँहरूको ट्रेनर हुन पाउँदा। उहाँहरूले गर्ने लभ, रेस्पेक्ट आई क्यान फिल। मलाई यो हाइकिङ अर्गनाइज गर्दा तपाईँहरूकै सपोर्ट र अनुशासनको कारणले सम्भव भएको। अब भने निकुञ्ज प्रवेश गर्ने बेला भयो। पर पर्सन 100 रुपिसको हामी टिकट लिनेछौँ। अघि उठाएको पैसा स्वाहा। अब हामी मणिच्युतको एकदमै नजिक छौँ। यो स्टेयरको बाटो एकदमै रमाइलो थियो। ल हेर्नुहोस् त, हाम्रो ग्रुप कति धेरै, अनि विथ व्हाइट टी सर्ट, किनकि हामी शान्ति क्षेत्रमा जाँदैछौँ नि त, जहाँ हाम्रो इनर मन अनि आउटर क्लोथ सफा होस्। अब हामी अलमोस्ट पुग्न लाग्यौँ। त्यति नै चाँडो हाम्रो पाइला बढ्दैछ। कतिपय कुराहरू भिडियोमा सबै इन्क्लुड गर्न सकिँदैन, तर रमाइलो भन्नुहुन्छ भने मुख च्यातिने गरी हाँसिरहेको थियौँ। अब भने आइपुग्यो भन्दा पनि हुन्छ। ल हेर्नुहोस् हाम्रो खुसी। हामी यहाँसम्म पैदल यात्रा गर्दा 4 घन्टा लगभग लागेको थियो हामीलाई, तर यहाँ आइसकेपछि हामीलाई थाकेको महसुस नै भएन। हामी यहाँ मन भरुन्जेल आनन्द लिएर बस्यौँ। अब भने खाजा खानै पर्यो। त्यो भन्दा अगाडि सेल्फ फोटो, भिडियोज अनि ग्रुपमा पनि फोटो लियौँ, जसको मेमोरी पछिसम्म रहिरहोस्। यो मेरो सेकेन्ड टाइम थियो। अब भने हामी अलिकति खुल्ला ठाउँमा गएर घरबाट ल्याएको खानेकुराहरू मिलेर खानेछौँ। पछिको रमाइलो भिडियोहरू त हेर्न बाँकी नै छ, तर यो भिडियो अलिकति लामो भएकोले पार्ट 2मा हामी खाएको, खेलेको, रमाएको पलहरू र फर्कने भिडियो समेत म समेट्नेछु। धन्यवाद अहिलेसम्म यो भिडियो हेर्नु भएकोमा, र अर्को भिडियोको लागि स्टे ट्युन।